नेपालमा घण्टाको $10 को ग्यारेन्टी देऊ, म एयरपोर्टमा रोकेर बस्छु युवालाई, नजा भाइ नजा, नजा भाइ नजा भनेर। पहिला पोखरी त ठुलो बनाऊ, व्हेल माछा आफै आउँछ हैन? आफू एक्वेरियम बनाएर बस्ने अनि हैन हामी व्हेल हुनुपर्छ। अब यहाँको मान्छेले अस्ट्रेलियामा भविष्य देख्छ, जान्छ त त्यहाँ। अबे ठाउँमा दम राख न, यतिको अटेरी नेपाली जनतै हुन्छ। माछा ठुलो हुनुको लागि पोखरी ठुलो हुनै पर्छ। जवानी जसमा लगानी हो त्यसकै प्रतिफल खाने हो मजाले। यही देशमा केही गर्नुपर्छ हामीले। यो जिन्दगीमा हामी यति आतुर हुन्छौँ रिजल्टको लागि कि प्रोसेस इन्जोय गर्न छोडिदिन्छौँ। अरे भाइ तपाईँहरूको उमेर हेर, यो उमेर यस्तो सुन्दर उमेर हो कि भनेर साध्य छैन। धनाढ्य देशका सबै धनाढ्य मान्छेहरूले आफ्ना पुँजी जम्मा गरेको पुँजी र पूर्व प्रधानमन्त्री नै स्वयंले पनि मेरो पद छ सबै त दाउमा राख्छु, मलाई अब 24 वर्षको बनाइदिए, 21 वर्षको बनाइदिए, 19 वर्षको बनाइदिए त भन्दा बन्छ? बन्दैन। So this is the beautiful age my friend, I'll tell you that। त्यही भएर मैले भन्ने गरेको छु, कसैले पैसा माग्यो भने दे, कसैले पैसा माग्यो भने छ भने दे। किन भन्दाखेरि आज छैन भोलि फेरि आउन सक्छ। कसैले समय माग्यो भने पनि दे, किन भन्दाखेरि उस्तै समय नआउला तर उस्तै समय आउन सक्छ। उस्तै समय आउन सक्छ। आज सोमबार हो, उस्तै सोमबार नआउला तर सोमबार पक्का आउँछ। तर एउटा कुरा साथी, दिने बेलामा बडा होस पुर्याउनु, लगानी गर्ने बेलामा बडा होस पुर्याउनु। किन भन्दाखेरि एक पटक गएपछि गयो फर्केर त्यो कहिले आउँदैन, त्यो हो जवानी। जवानी जसमा लगानी हो त्यसकै प्रतिफल खाने हो मजाले हैन? सरले पोलिटिक्समा जीवन लगानी गर्नुभयो, त्यही भएर प्रधानमन्त्री हुनुभयो। अब म प्रधानमन्त्री किन हुँदिन अहिलेसम्म? अब भोलि त के हो होइन सर? प्रधानमन्त्री हुनको लागि काबिलियत पनि चाहिन्छ, तर इक्वेसन पनि मिल्नु पर्दो रहेछ। मेरो इक्वेसन ठ्याक्क मिल्न सक्छ। तर म प्रधानमन्त्री किन हुँदिन भन्दाखेरि आइ एम नट इन द प्रोसेस अफ बिङ अ प्राइम मिनिस्टर माई फ्रेन्ड। त्यही भएर मैले भन्छु, सुन्तला रोपेर खुर्सानी फल्दैन, जे रोपिन्छ त्यही फल्छ, जे रोपिन्छ त्यही फल्छ। अब भाइ तिमीहरू देशमा बस विदेशमा बस, त्यो तिमीहरूको इच्छा, मलाई टेन्सन छैन त्यसको। सिरियसली देशमा बस हाम्रो देशमा केही गर्नुपर्छ, यही देशमा केही गर्नुपर्छ हामीले। म तपाईँलाई निवेदन गरौँ, म संसारको 85वटा देशभन्दा घुमे कार्यक्रम गरेँ। मैले के देखेँ भने त्यहाँ एउटा कन्स्ट्रक्सनको काम हुँदो रहेछ, अनि एउटा मान्छेको काम चाहिँ सडकमा उभिएर एउटा डन्डा लिएर त्यो डन्डाको यतापट्टि चाहिँ गो, यताको स्टप भन्ने साइन हुँदो रहेछ। त्यसको दिनभरि काम घुमाएर बस्ने, स्टप गो, स्टप गो, स्टप गो। मैले भने यो गजबको काम छ, यसले कति पैसा कमाउँछ? त मलाई साइडको मान्छेले भने यो त एकदम कन्स्ट्रक्सनको काम हो, रिस्की काम हो, घन्टाको केही नभए पनि $80 पाउँछ। वाह गजबको कुरा छ यार, गजबको कुरा छ, $80 हो पाउँछ रे। मैले भने हो, नेपालमा घन्टाको $10 को ग्यारेन्टी देऊ, म एयरपोर्टमा रोकेर बस्छु युवालाई, नजा भाइ नजा, नजा भाइ नजा भनेर। पहिला पोखरी त ठुलो बनाऊ, व्हेल माछा आफै आउँछ हैन? आफू एक्वेरियम बनाएर बस्ने अनि हैन हामी व्हेल हुनुपर्छ। पोखरी भन्दा माछा कहिले पनि ठुलो हुँदैन। माछा ठुलो हुनुको लागि पोखरी ठुलो हुनै पर्छ। त्यसकारण आई डोन्ट माइन्ड वेयर आर यु गोइङ, नो द्याट्स योर चोइस माई फ्रेन्ड। किनभने धानको बिउ जहाँ रोपिन्छ त्यहाँ फलाइँदैन। बिउ एउटा ठाउँमा उमारिन्छ, रोपिँदाखेरि अन्तै गरेर रोपिन्छ। रोपिनुस्, जहाँ रोपिन मन लाग्छ रोपिनुस्, तर जुन माटोमा रोपिनु भएको त्यो माटोप्रतिको प्रेम चाहिँ कहिले नछोड्नु होला। द्याट्स इट। नो हिपोक्रेसी माई फ्रेन्ड, आई डोन्ट वान्ट हिपोक्रेसी। नो, म वीरगञ्जको केटा हो यार,
मैले वीरगन्जभन्दा काठमाडौँमा आफ्नो भविष्य देखेँ, आएँ त यहाँ। अब यहाँको मान्छेले अस्ट्रेलियामा भविष्य देख्छ, जान्छ त त्यहाँ। अब ठाउँमा दम राख न, ठाउँमा दम बनाऊ र भन कि न तेरो कम्पिटिसन, तेरो च्यालेन्जेस, तैँले पाउने उपलब्धि म त्यहाँ बराबरको यहीँ दिन्छु, यहीँ आउँछ मान्छे। अहिले पनि जसले साइड टक गर्दैछन् तिनलाई म श्राप दिन्छु, यतिको अटेरी नेपाली जनतै हुन्छ भगवानका सामु। नेपाली जनता यति अटेरी हो कि रातो बत्तीमा गाडी चलाइदियो। अनि किन रातोमा चलाएको भन्दा खासमा गाडा रातोमा रोक्ने होइन अरे, यतिको रातोमा त चलायो हुन्छ अरे। हामी फेरि त्यस्तो खालको प्राणी पनि हो, हामीलाई रातोको पनि रङ डिफ्रेन्ट थाहा हुन्छ नि त। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक।